सबैलाई नमस्ते। आज हामी सिस्नु टिम्न आएको गाइस। तपाईहरु नि आउनु होला भन्न चाहन्छु। सिस्नु खाने भए यहाँ कति धेरै छ यहाँ देखाइदेऊ। ए हेर्नु त सिस्नु एकदम धेरै छ गाइस। तपाईहरु आउँदै गर्नु बुल्गेरियामा हुनुहुन्छ भने एकदम राम्रो छ दिदी हाम्रो त एकदम हरियो सिस्नु खानु पर्छ आँखा तेजिलो हुन्छ गाइस। हैन त दिजु आज हाम्रो छुट्टी भएको त्यही भएर सिस्नु टिम्न आएको गाइस। दिदी बहिनीको छुट्टी आज धेरै दिनपछि सँगै परेको छ गाइस। त्यही भएर त्यो क्यामेरा आफुलाई मात्र देखाउँछु मलाई देखाउँदैन गाइस। म सिस्नु टिम्नमा हतार छु के त्यही भएर तपाईको आउन सकेन होला भन्न चाहन्छु। एकदम हरियाली छ गाइस। लुका नआउनु न भन्नु यहाँ चाहिँ हामी चाहिँ सिस्नु टिम र दिदीको ब्यागै छुट्यो गाइसहरु। अब हामी तल जान लाग्यो अलिक तल छ क्या त्यही भएर दिदीको ब्यागै छुट्यो। सिस्नु खान आएको त हामी त दिदीको ब्यागै छुट्यो बिचरा हेन्डसम भनेर सिस्नु टिम्न आएका छौँ गाइजहरु। कमेन्ट गरिदिनु लाइक सेयर गरिदिनु होला भन्न चाहन्छु गाइजहरु। अनि सिस्नु पनि यहाँ पनि ओ माइ गॉड दिदी त आउनु एकदम सिस्नु छ यार। सिस्नु टिम्न पन्जाब लाएर आएको गाइजहरु भन्न चाहन्छु। गाइस सिस्नु एकदम टोना टोनी रहेछ बोल्नु छ। माइ गॉड चिल छ। हेलो गाइस। हामी त सिस्नु टिपेर के भन्नुहुन्छ यार दिदी जाङ्रा भन्नु सिस्नु पनि जाङ्रा हुन्छ र दिदी। यो 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 छ त जाङ्रा भनेको यो तलको यो यो जाङ्रा त हो। लल्टो भन्नु न जाङ्रा भन्नु। भाउ एले पतन के थियो त्यो सिनु कुन मुने नोटी मैले टिपे आएन सिस्नु टिपे आऊ। हेर्नुहोस् गाइस नेपाल भन्दा अलि फरक हुन्छ है दिदी सिनु त। नेपालको त यो पन्जाले त कानै छिट्दिन्छ नि। फरक हुन्छ तर मिठो चाहिँ उल्कै हुँदो रहेछ बहिनी एकदम। दिदीले एकदम पकाउनु हुन्छ क्या एकदम राम्रो पकाउनु हुन्छ। आउनुहोस् गाइस ढिँडो पकाउँछु म सिस्नु पकाउँछु खाएर जानु। हेर्नुहोस् हामी त बुल्गेर आए जस्तो पनि छैन विदेश आए जस्तो पनि छैन। हामी त साथ सपोर्टले हो त नि हामी त गाउँघर जस्तै छ गाइजहरु। के गर्नु हाम्रो भिडियो हेरेर हाँस्नुहुन्छ होला नहाँसिदिनु भन्न चाहन्छु। लाइक सेयर गरिदिनु होला। मेरो त लागै आउँदैन भ्युजमा त्यहाँ के कम। बाई बाई गाइस। अब अर्को पल्ट हामी सिस्नु खान आउने छौँ त्यहीमा फेरि रमाउने छौँ। यसपालि यति नै भयो बाई गाइस।